है आज बिहान हाम्रो गाउँ ठाइबाङ को बडाडी डाँडा चौत्रामा छु है। ल हेर्नुहोस् जमानाको कति 100 वर्ष पहिलाको यो पिपलको बुट्टा हो चौतारी। ल यो ढुङ्गा हे पहिला हामी केराटी छाना स्कुलमा जाँदा आउँदा चिप्लेटी खेल्ने ढुङ्गा। यहाँ चिप्लेटी खेली चाकामा जाङ्गे यही ढुङ्गामा घोटे फाट्यो। ल हेर्नुहोस् यो हाम्रो सबै ठाइबाङको धेरै जसो मान्छेले पहिला जमानामा पानी खाने धारो अझभोलि सबको घरमा धारा भयो। त्यो कारणले आजभोलि कसैले पनि खाँदैन यो पानी। अब म गाउँमा आउँदा खान्छु त्यही हो। ल हेर्नुहोस् फेरि अहिले खानेछु गाउँमा आएपछि खाने हो। कति मिठो पानी हो। फ्रिजमा राखेको हुँदा पनि मिठो पानी हाम्रो बडारीको है। अब कहिले म गाउँमा आउँदा मैले खान्छु पानी, अरू त कसैले खाँदैन नि। यहाँ त घरमा अब ऊ छ पानीको धारो, अनि यहाँ त कहिले खाने कुरै भएन। हो हेर यति ठुलो पानी छ, कहिले पनि यो पानी सुक्दैन। पलाक गरेर लगाइदिनुहोस् यो खन्निमको बुट्टा कुचो अमेर्सहरू लगाइदिनुहोस्। अहिले सब खत्तम छ यो। अब यहाँको पुरा चौतारा जस्तो ठुलो बस्न ठाउँ भने सबै धारले पुर्रेछ। अब यो धारो मात्रै बाँकी छ। ल हेर्नुहोस् पानी खाने बाँकी त यो हाल पनि अब भनौँ नाम निशान छैन। पहिला पो को बुढाबुढी जम्मै गाई बाख्रा भैँसी पाल्ने अनि भैँसीलाई पानी खुवाउने यो आल थियो। आलमा पानी खुवाउने ल्याउने गर्थे। अहिले जमानामा त बिहा गर्यो, अब बुढो लाउर जान्छ। बुढो लाउर गएपछि फेरि पछि अब झेरुङ्गोमा चल्ला पोका पार्यो, कुम्लो पोको बच्चालाई पराउने भन्यो। अनि बेनी पोखरा काठमाडौँ सहरमा जान्छन् जम्मै। अनि अब कागो भैँसी पालेर आलमा बसोस्। यो आल त खत्तम छ। यो पहिलाको आल ठुलो आल थियो। हामी केराटी छँदाखेरि पौडी खेल्नु पनि पौडी खेल्थ्यौँ। यहाँ चिप्लेटी खेल्ने। अनि हाम्रो गाउँको स्कुल यो अहिले स्कुलले पनि नयाँ बनाउँछ नि, भत्काएर यस्तो भवन छ, रमाइलो छ नि। हरियाली हाम्रो गाउँ रमाइलो यस्तो। यो अब गाउँमाको चौताराहरू पानीको धारा अनि हिँड्ने पहिलाको गोरेटो बाटो सबै खत्तम छ। सबै मोटरमा हिँड्छन्। हेर्नुहोस् यो मेरो गाउँ यता हो। यो र पहिलाको जिजुले बनाएको घर चाहिँ यो हो। अनि यो चाहिँ हाम्रो ठानेपुनहरू कुल मन्दिर। ल हेर्नुहोस् हो। अहिले मेरो तल घर फेरि हो यो छाप्रो। यो छाप्रो चाहिँ मेरो है। हेर्नुहोस् हो खतराबाट हाम्रो दाइ बाजुले खतरा भारे बोकेर आउनुभएको छ। यो धान बोकेर ल्याउनु भएको छ। गुद्रा धान बसाउने। ल माइलो दाइ खतरा भारे बोक्छ नि गाउँमा हो। ल हेर्नुहोस् यो पहिलाको चौतारा ठुलो थियो पिपलबाट, आजभोलि सबै भाँचिएछ। अनि
यो मोटरबाट खन्दा फेरि चौताराहरू पनि सबै भक्कै छ। यस्तो चाहिँ हेर्नुहोस्, यो हाम्रो दाइको खसी हो, दसैँमा काटेर खाने। यत्रो भएको छ। कसैले मासु खाने भने खोर गर्नु ल। हाम्रो मालदाको खसी कालो पनि छ, यो रातो पनि छ, दुईटा उरी हो। हाम्रो थाइबाङको रातो खोलाको झरना, थाइबाङको गजबाङबाट झर्ने झरना हेर्नुहोस्। यो पुरा थाइबाङको जङ्गल हो, माथिको गजबाङको हेर्नुहोस्। पुरा हिमालको, यो हिमाल हो थाइबाङको, हिमाली यति अल्कोलको थाइबाङको कालो हिमाल, हिमालको जरामा हाम्रो थाइबाङ गाउँ ल हेर्नुहोस्। यहाँ मजाले बगेछ छराई। अब यो रातो खोलाको टाउकोमा हो त्यो कुसमनु जस्तो बन्जिङ जम्प गर्ने बनाउने भने दामी हुन्छ हेर्नु, खतरा छ। यो गाउँ थाइबाङको गाउँ यस्तो छ। रमाइलो छ नि गाउँमा, रमाइलो, खतरा घाम लागेको छ।